स्वाभिमानको लडाई जीवनभर लडिरहने र जीवनभर जेलमै बस्न तयार रहेको पनि बताएका छन्। उनले लेखेका छन्, सत्य, न्याय र स्वाभिमानको लडाई म जीवनभर लडिरहनेछु, जीवनभर जेल बसिरहनेछु। आदरणीय आमा बुवा, दाजुभाइ तथा दिदीबहिनीहरू, आज हाम्रो सङ्घर्ष सत्ताको प्रतिष्ठा, व्यक्ति विशेषको स्वार्थ वा शक्ति प्राप्ति गर्ने होडबाजी होइन। यो धर्म र अधर्म, शोषक र शोषित हुने खाने र हुँदा खाने बीचको विभेद अन्त्य गर्ने लडाई हो। समाजमा व्याप्त अन्याय, भ्रष्टाचार र विभेदले हाम्रो देशको मुटुलाई निरन्तर छिया बनाइरहेको छ। यस्तो अवस्थामा सत्यको पक्षमा उभिनु, अन्याय विरुद्ध लड्नु र स्वाभिमानको रक्षा गर्नु केवल मेरो मात्र होइन, प्रत्येक देशभक्त नागरिकको कर्तव्य हो। जसरी भगवान श्रीरामले वनवास सहेर अधर्म विरुद्ध सङ्घर्ष गर्नुभयो, पाण्डवहरूले गुप्तवास सहेर सत्य र न्यायको विजय सुनिश्चित गरे, आजको कलियुगमा मैले पनि सत्यको बाटोमा हिँड्न उस्तै चुनौतीहरूको सामना गरिरहनु परेको छ।